फेरि पनि सबैलाई जय मसीह प्रभुको नाउँमा र आज म फेरि तपाईँको माझमा परमेश्वरको आशिष लिएर आएको छु र आज म तपाईँहरूलाई परमेश्वरको वचनद्वारा म तपाईँलाई के कुरा भन्न चाहन्छु। आज है मत्ती 7को 21-22-23बाट म तपाईँको माझमा परमेश्वरको वचन लिइरहेको छु। अनि यसरी लेख्छ शीर्षकमा कुरा र काम है। आज हामी धेरै ठुल्ठुलो कुरा गर्छौँ क्या जोसमा है। बाइबलमा हामी हेऱ्यो भने नि जब प्रभु क्रुसमा टाँगिनुभन्दा अगाडि सबै चेलाहरूसँग भेला भएर प्रभुले निष्ठाचार मनाउँदै गर्दा है प्रभुले भन्छ अब मेरो समय आएको छ, अब म पिता घर जानुपर्छ, मलाई क्रुसमा टाङ्दछ मानिसहरूले भन्दै गर्दा पत्रुसले यसरी भन्छ क्या जोसमा, प्रभु यी सबै मानिसले तपाईँलाई त्यागे तापनि म तपाईँलाई त्याग्ने छुइनँ। यी मानिस सबैजना हटे तापनि म तपाईँलाई कहिले पनि छोड्ने छुइनँ। त्यो अवस्थामा भन्दै गर्दा प्रभुले भन्छ तिमीले बिहानको समयमा 2 ताल भारे बाँच्दा तिमीले मलाई 3 ताल इन्कार गर्छौ भन्दछ है प्रभुले। हेर्नुहोस् है त्यहाँ पत्रुस जोसमा बोलेको छ, प्रभु सबै मानिसले तपाईँलाई त्यागे तापनि म तपाईँलाई त्याग्ने छुइनँ है। पत्रुसले त्यो जोसमा भन्छ क्या, एउटा प्रतिज्ञा गर्छ। अनि बाइबलले भन्छ उपदेश 5:5ले प्रतिज्ञा गर्छु भन्छ पुरा गर, यदि गर्दैन भने गर्दै नगर भन्दछ है बाइबलले। पत्रुसले त्यहाँ जोसमा के भनि पठायो, हो सबै मानिसले त्यागे त म तपाईँलाई त्याग्ने छुइनँ है भन्दै गर्दा है जब समय आयो, त्यो समय प्रभुले क्रुसमा टाँग्ने समय आयो, जब मानिसहरूले पत्रुसलाई देखेर भने यो पनि प्रभु यीशुसँगै हिँड्थे होइन भन्दै गर्दा पत्रुसले इन्कार गर्यो, तिमीहरू हाउडेन मलाई, म चाहिँ कहिले हिँडेँ भन्ने कुराहरू गर्छ है पत्रुसले। हेर्नुहोस् अनि आज हामी पनि मानिस हौँ है। अनि म तपाईँलाई के भन्न चाहन्छु, आज जवान जाउने भाइ बहिनी जति परमेश्वरको छोराछोरी हुनुहुन्छ, दास दासनी हुनुहुन्छ, हरेकलाई म के भन्न चाहन्छु भने हामी पनि धेरैबाट कुरा मात्र गर्छौँ क्या पत्रुस जस्तै है। प्रभु म तपाईँको सेवाकार्य गर्छु, अब मेरो जीवन जस्तै घटी कमी आयो भने म तपाईँको सेवाकार्य गर्छु, प्रभु मेरो जीवनमा रिस छ म रिसलाई त्याग्छु, प्रभु मेरो जीवनमा घमण्ड छ म घमण्डलाई त्याग्छु, प्रभु मेरो जीवनमा आरिस भन्ने कुराहरू छ म त्याग्छु, हो मेरो जीवन जस्तो समस्या आयो पनि बाबु म तपाईँको सेवाकार्य गर्छु, मेरो जीवन घटी कमी भए पनि बाबु तपाईँकै सेवाकार्य गर्छु, हो मेरो जिउने उद्देश्य नै अब तपाईँ हो भन्ने कुराहरू हामी गर्छौँ क्या। हेर्नुहोस् है बाइबलले भन्छ कुरा र काम, हामी कुरा मात्रै गरेर सीमित छैन, हामी धेरैबाट विश्वासी यस्तो भएर चाहिँ कुरा मात्रै गर्ने, खालि कुरा मुखले भन्छौँ प्रभु म सेवाकार्य गर्छु, जब त्यो समय आउँदै पत्रुस जस्तै हुन्छ क्या। हाम्रो जीवन घटी कमी हुँदै गर्दा, हाम्रो जीवनमा है अपुपको कुराहरू हुँदै गर्दा, हाम्रो जीवन कति कुरा हामीले नसोचेको कुरा हुँदै गर्दा है हामी त्यतिखेर बिर्सिन्छ हाम्रो कमिटमेन्टहरूलाई क्या। पत्रुसले जसरी बिर्से नि, पत्रुसले त भनेको थियो प्रभु सबै मानिसले तपाईँलाई त्यतिखेर त्यागे म तपाईँलाई त्याग्दै छुइनँ है त पत्रुसले भने नि, तर पत्रुसले मुखले मात्रै भने। आज हामी पनि विश्वासीहरू मुखले मात्रै भन्ने भइरहेको छ क्या। आज जवान जाउने भाइ बहिनीहरू स्पेसल म के भन्न चाहन्छु, आज तपाईँले जोसमा भन्नुहुन्छ नि बाबु म तपाईँको सेवाकार्य गर्छु, प्रभु म जिए तापनि तपाईँकै मरे तापनि तपाईँकै भन्ने कुराहरू हामी गर्छौँ नि, तर आज तपाईँले कुरा गरेको मुखले बोलेको कुरा तपाईँले पुरा गरिराख्नु भएको छ कि आफूलाई हेर्नुहोस् है। किन आज हामी शरीरमा छौँ, धेरै संसारको कुराहरू देख्दै गर्दा, संसारको रमझममा देख्दै गर्दा, संसारको छनी कुराहरू देख्दै गर्दा हामीले त्यो कमिटमेन्टलाई बिर्सी पठाउँछौँ क्या। पत्रुसले पनि त्यो कुरा देख्दै गर्दा, जब यीशुलाई क्रुसमा टँगाएको देख्दै गर्दा, त्यो पीडा देख्दै गर्दा, दुःखलाई देख्दै गर्दा, त्यो कष्टलाई देख्दै गर्दा पत्रुसले बिर्स्यो उसले गरेको कमिटमेन्ट। मैले त भनेको थिएँ त्यतिखेर
सबै मानिस त्याग, म तपाईँलाई त्याग्ने, यीशुलाई म त्याग्ने छुइनँ त। उसले भनेको थियो नि त्यो कुरा, उसले बिर्सियो। के हो हेर्नुहोस्, आज आफूलाई हेर्नुहोस्, आफूलाई जाँच्नुहोस्। आज तपाईँले गर्नुभएको कमिटमेन्ट, तपाईँले बोल्नुभएको कुरा तपाईँले पुरा गरिराख्नु भएको छ कि आज दिनमा? भाइ बहिनीहरू हेर्नुहोस्, बाइबलले भन्छ, हेर्नुहोस् है, यसो लेख्छ मत्ती 7:21, मलाई प्रभु प्रभु भन्ने हरेक सबै स्वर्गको राज्य पस्न पाउने छैन, तर त्यसले पाउनेछ जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्दछ। प्रभुले भनिसक्नुभयो स्पष्ट। आज यो मुखले मात्रै भने सीमित छैन, यो मुखले भनेकोले मात्रै हामी स्वर्ग जान पाउँदैनौँ भन्दैछ प्रभुले। आज संसारमा हेऱ्यो भने कति विश्वासी छ क्या हो, आज धेरै विश्वासी छ। आज हेऱ्यो भने बेथलेम, ब्याप्टिस्ट, एजी, रोमन क्याथोलिक है, आइएमएस, इपिसिएस, एचएफसी, हरेक चर्चेस छ क्या हो। तर हरेक चर्चेसमा हरेक मण्डलीहरू छ, खालखाल विश्वासी छ हो। कसैहरू छ प्रभुलाई भनेको कुराहरू मुखले भनेको कुरा पुरा गर्ने पनि छ, कति मुखले भन्ने मात्रै छ। तर म तपाईँलाई के भन्न चाहन्छु, प्रभुले हामीलाई भनिसक्नु भएको छ, मलाई प्रभु प्रभु भन्ने सबै स्वर्ग राजा पस्नु पाउने छैन है। स्वर्गमा हुने पिताको इच्छा पालन गर्ने मानिस मात्रै पस्दछ भनेछ नि। हेर्नुहोस्, स्पष्ट छ, मुखले भने मात्रै सीमित छैन प्रभु भनेर। आज हामीले काम पनि गरेर देखाउनुपर्छ। प्रभुले भनेको आज्ञालाई पनि हामीले पालन गर्नुपर्छ। हामीले भनेको प्रतिज्ञालाई पनि हामीले पुरा गरेर देखाउनुपर्छ, अनि मात्रै हामीले स्वर्गीय राज्य प्रवेश गर्नु पाउँदछौँ। प्रभुले हामीलाई भनिसक्नु भएको छ, 22 पनि लेखेछ है, त्यो दिन धेरैले मलाई भन्नेछ, हे प्रभु के हामीले तपाईँको नाउँमा अगमबानी बोलेनौ, तपाईँको नाउँमा भूतहरू निकालेनौ र तपाईँको नाउँमा अद्भुत काम गरेनौ? त्यसले अनि म तिमीहरूलाई खुला भन्नेछु, मैले तिमीहरूलाई कहिले चिनेको छैन, हे अधर्ममा काम गर्नेहरू हो, मबाट दूर हौ। आज प्रभुले स्पष्ट भनिसकेको छ। तब जब प्रभुको न्यायको दिन हुन्छ, जब प्रभुले जुन चाहिँ न्यायको दिन हुन्छ नि, त्यतिखेर तपाईँले भनेर पनि सीमित छैन। तपाईँले भन्नु त भयो होला है, म तपाईँको सेवाकारी गर्छु प्रभु, तपाईँको भनेको बाटोमा हिँड्नेछु प्रभु, म प्रभु सङ्गति हिँड्नेछु, म सधैँ सङ्गति हिँड्छु, म सधैँ चर्च हिँड्छु म प्रभु, सधैँ म शनिबार चर्च जान्छु, शुक्रबार चर्च जान्छु, बुधबार चर्च जान्छु प्रभु। त भन्नु त भयो होला नि तपाईँलाई है त्यो न्यायको दिनमा। तपाईँले त्यति कामै गर्नुभएको छैन भने, तपाईँ सङ्गति जानै भएको छैन भने है, प्रभुले भनेको आज्ञालाई पालनै गर्नुभएको छैन भने त त्यही दिन प्रभुले भनिदिनेछ हामीलाई, सबैलाई भनिदिन्छ, खोलाम भनिदिन्छ, म तपाईँलाई तिमीहरूलाई चिन्दिनँ, यो अदममा काम गर्नेहरू मबाट दूर होइजा भन्दैछ त्यतिखेर प्रभुले भन्नुहुन्छ त्यतिखेर। अनि आज एक दिन हाम्रो साथमा समय छ, अनि समय हुँदै हामीले गरेको कुरा मात्रै होइन, हामी काम पनि गरेर देखाउन होइन है, मुखले मात्रै होइन नि, हामी हाम्रो शरीरले गरेर देखाइदिउँ है, देखाउन हामी प्रभुलाई, हाम्रो मुखले भनेको प्रतिज्ञालाई हामी पुरा गरेर देखाउन होइन। जवान जवानी भाइ बहिनीहरू, हरेक विश्वासीहरू, प्रभुले हामीलाई भनिसक्नु भएको छ है, एक दिन न्याय हुन्छ, हरेकको न्याय हुन्छ, आफ्नो कामद्वाराको इनाम प्रभुले दिनेछ भन्नुभएको छ। अनि आज दिनमा तपाईँले कस्तो काम गरिराख्नु भएको छ है, कुरा मात्रै गरिराख्नु भएको छ कि है, प्रभुलाई कमिटमेन्ट मात्रै गरिराख्नु भएको छ कि काम पनि गरेर देखाउँदै हुनुहुन्छ है, जिएर पनि तपाईँले देखाउँदै हुनुहुन्छ। आजको वचन यही छ तपाईँहरूलाई, प्रेम सबैलाई जय मसीह।